बिचरा अरुणिमा लम्साल बिहा गरेको 1 वर्षसम्म पनि तपाईको यो स्वागत मनाउन पाउनु भएन छ। म खासै यो पर्सनल म्याटरमा त जाने मान्छे होइन, तर यो ऋषि धमाला हुनुहुन्छ नि अब पत्रकार, महान पत्रकार ऋषि धमालाले खोतल्दै हुनुहुन्छ, तपाईले बिहे गरेको 1 वर्षसम्म पनि स्वागत मनाउनु भएन हैन? किन मनाउनु भएन त तपाईले? है यिनले कुनै पनि नेपालका कलाकारहरू जो जल्लो बल्लो छन्, यिनले कसैलाई पनि यही प्रश्न सोध्नबाट वञ्चित भएका छैन। होइन, पत्रकार भनेको छ यो पर्सनल म्याटरमा किन जाने है? अनि कुन दिन यिनले चाहिँ अब कलाकारहरू चाहिँ पर्सनल कुरा सार्वजनिक गर्नुपर्छ भनेर स्वागतकै दिन मैले लाइभ गर्न पाउनुपर्छ भनेर दाबी गर्ने हो। यिनको टेलिभिजनको प्रोग्राम हेरेर 2 जनासँग हेरेर बस्नु नि लाज मर्दो छ। यिनको टेलिभिजन हेर्दै गर्दाखेरि, यिनको प्रोग्राम हेर्दै गर्दाखेरि कोही आइरहेछ कि भनेर यताउति हेरेर कोही आए पनि अर्को च्यानल चेन्ज गरिहाल्नु पर्ने अवस्था अहिले मैले देखेको छु। यो पर्सनल म्याटरमा यतिसम्म जानुपर्छ जस्तो मलाई चाहिँ लाग्दैन। तपाईहरुलाई कस्तो लाग्छ?